यहाँतिर सर्प हुँदैन हो काले भाइ किन हुँदैन यहाँ सर्प कहीँ यहाँतिर सर्प हुँदैन कि तराईमा जस्तो यहाँ त झन् यत्रो त कालो कालो तँ जस्तै कालो तिनभन्दा कालो भ्लग बनाउनु पर्यो क्या हामी पनि अब टक्क लाएर होइन ल चस्मा लगाएर मासु चाहिँ बनाउनु के अरे बनाइहाल्छु गनाउँदैन त चट्ट लाएर भ्लग बनाउने हो हामी होइन आज यस्तो बबालवाला बनाउँछ कि यस्तो खतरावाला भ्लग बनाउने हो कि होइन अब यो के अरे कहाँ अरे यहाँ माथिको झरना देखाउनु पऱ्यो कि आज यो मेरो भ्लग जसले हेर्छ तिनीहरूलाई चाहिँ माथिको झरना देखाउनु पऱ्यो र झरना जाने बाटो पनि यही हो कान्छ भाइ के हो अगाडि त काम चल्दैछ त है देशको विकास के हो तीव्र रूपमा हुँदैछ क्या हो ओके त्यही त होला जस्तो छ ए यो लाइभ जान्छ भरे भरे हेलो हेलो ओ ल हाम्रो साथीहरू मस्तसँग देश विकास छ नि होइन हजुर 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 ओ ल ल टक्क यहाँनिर चाहिँ बोतलमा त्यो चाहिँ अर्ग्यानिक पानी कस्तो चिसो भाइ के हो अरे चिसो छ एकदम फ्रिजमा राखे जस्तै त्यसको बाजे ओहो र खतरा रहेछ नि त ल के बोले भाइ के बोले भाइ के बोले भने यहाँ तेरो उसले चाहिँ यहाँ तर्सिने गरेर हाने टक्क लाएर होइन झर्रा जाने बाटो देखाउँदैछु होइन यो बाटो चाहिँ हल्का उयो भएर हिँडिरहेको रहेछ बाटो राम्रो छैन अहिले पछि राम्रो हुँदैछ पछि आउनेहरूलाई अलि राम्रो हुन्छ एउटा झरना मस्तको झरना देखाउँछु यति बबालवाला झरना फेरि मस्तको झरना त्यहाँ यो झरनामा पुगेपछि मान्छे लगभग आधी स्वर्ग पुगे जत्तिकै हुन्छ है झरना पुगेपछि आधी स्वर्ग पुगे जस्तै हुन्छ भने होइन ए पाउने रे ल झरना चाहिँ मरेपछि मात्रै पाउने चाहिँ स्वर्गमा पुग्या हुन्छ अरे अनि बाँकी चाहिँ मरेपछि मात्रै हो रे हाम्रो भन्नु चाहिँ कसले भन्छ भने यो कुरा यो काले भाइले भने क्या जस्तो मान्छेले काले भन्ने यो काले भाइले भनेको चाहिँ के हो भने मरेपछि पुरै स्वर्ग त्योभन्दा पाउने चाहिँ यता झरनामा पुगेर नमरुन्जेल पुरा स्वर्ग नपाउने यो भ्लगमा त के हो रे त्यस्तो खतरा बिचरा खै यस्तो यो मान्छेको भुँडी हरायो यसको भुँडी हराइसक्यो भुँडी हरायो रे यसको आयो यो उकालो छ यस्तो उकालो कि यो मान्छे भन्दा नि कालो छ यो आयो बाइक जान्थ्यो हामी चाहिँ माथि नै बस्नुपर्ने भएको कारणले गर्दाखेरि बिचमा बाइक राख्ने ठाउँ छैन त्यही भएर हामी चाहिँ लगभग 3 घन्टाको यात्रा यहाँबाट हिँड्नु परेछ हामी हिँड्छौँ हामीलाई मतलब छ हामीलाई मतलब छैन हामीलाई मतलब छ हामीलाई मतलब हुनुपर्छ क्या मतलब नहुने हुँदै होइन यस्तो पहाडहरू चढ्यो भने मान्छेलाई चाहिँ होइन यस्तो उकालो चढ्यो भने चाहिँ अनि चाहिँ मान्छे स्वस्थ रहन्छ क्या खास वास्तवमा भन्दाखेरि चाहिँ किन स्वस्थ रहन्छ भने यो चाहिँ यस्तो सुनसान ठाउँ छ
ठाउँबाट तेल निस्किन्छ क्या के तेल निस्किन्छ भाइ? के तेल रमतेल हो। रङ तेल त कामै लाग्दैन। फेरि रममा मिसाएको तेल भनेकै फेरि रमतेल भने चाहिँ यस्तो उकालो बाटो छ, लास्टै उकालो बाटो छ हो। 3 घन्टा हिँड्दाखेरि 2 किलो भुँडी घट्छ। उकालो छ। अनि यहाँ चाहिँ उकालो हिँड्नु फाइदा चाहिँ के हो भने सहरमा जस्तो वातावरण प्रदूषण छैन। त्यो चाहिँ अति राम्रो पाटो हो यहाँको। यहाँको मात्रै कुनै पनि गाउँमा गयो भने वातावरण चाहिँ स्वच्छ हुन्छ जहाँको पनि गाउँमा। तर कतै कतै अलि सहरीकरण हुँदैछ भने चाहिँ त्यहाँ चाहिँ अलि प्रदूषणको चपेटामा पर्या हुन्छ। नत्र हो भने चाहिँ गाउँ एकदम स्वच्छ नै हुन्छ। गाउँमा अभाव भने पैसा मात्रै हो क्या, बाँकी त सबै कुरा हुन्छ। सबै कुरा अभाव भने पैसा मात्रै हो, बाँकी सब हुन्छ। अब मेरो भ्लगमा त्यो फुचे कहाँ स्कुल गएर आएको रहेछ हेर्छ है, कति टाढा रहेछ। मैले त्यसलाई खिच्दै सिधै तिम्रो गाई हो? गाई चरिरहेको? तिम्रो गाई हो? स्कुल गएर आएको? कति टाढा? दोमानमा? कति घन्टा लाग्छ तिमीलाई हिँड्न? आधी घन्टा हो? के नाम तिम्रो? सुमित? सुमित के हो? सुमित लामा? के थरी लामा? तिग थर्ला तामाङ नाम सिएला? तिग लामा ये तिग थर्ला गोले एला रुई तिग रुई रुई थाहा रे तामाङ नाम त से जिम रुई त थाहा रे। ल कति कक्षारी पढ्दै बे? 5 री? आमामा 5 री पढ्दै मि रुई थाहा रे बा आम्दाङ गयो ल। ल बिस्तार ज्याब्लेसी पढ्दिउ है। जर्सीलाई जुगा लाग्दैन? जुगा ए यो मान्छे अलिकति पनि बाटोमा के अरे बाइक लिएर नहिँड्ने मान्छे आज 3 घन्टा हिँडाइमा परेको छ। यो 3 घन्टा हिँडाइमा परे। बाइक लिएर जहाँ पनि जान्ने, पैदलले कहीँ पनि नहिँड्ने मान्छे आज 3 घन्टा हिँडाइमा परेको छ। पिसा फेर्दा दिशा गर्दा बाइक लिएर हिँड्ने मान्छे हो। नेवार हो म नेवार, बुङमतीको नेवार, राजामती कुमती घर मेरो बुङमती भन्थ्यो। आज बुङमतीवालाको बोसो सोसो सब निस्क्यो। छैन चोसो चाहिँ निस्किएको छैन होला होइन। यस्तो सुनसान बाटो छ होइन, तर रमाइलो छ क्या। काठमाडौँमा मान्छेहरू एकदम कोचाकोच खाचाखाच है, ट्याटा टिटी ट्याटा ढिँढी बुलेट आउँछ फेरि ब्रिङ ब्रिङ पड्काउँदै। त्यसका बाजे आफूले किन्नु पर्यो होइन, बाउहरूलाई ओ सुड्डो किन्ने न हो बुलेट भनिदिएपछि किनिदिइहाल्छ। आवाजै आवाज। यस्तो ठाउँमा आएपछि एकदम मान्छे शान्त, इरिटेसन मुक्त,
तनावमुक्त हुन्छ है यस्तो ठाउँमा आयो भने। त्यही भएर साथी हो घुम्न चाहिँ हिँड्ने गर बेला बेलामा, तर अलिकति संयमता अपनाएर घुम्न हिँड्ने गर है साथी हो। धेरै चिज सिकिन्छ घुमेर, धेरै चिज प्राप्त गर्छ। पहाडको माथि माथि बादल उडेर आकाशको चारैतिर फैलिएर बादल जस्तै कस्तो राम्रो पहाड खिच्छ क्या हो र? त तपाईँले उहाँ माथि बस्नु भेट्ने भनेर सुनेँ। ठक्क यहाँ यस्तो गरेर यस्तो दामी पहाड देखाएको के गनाउँछ अरे पासा मासु कस्तो देख्दै देखेन, कहाँबाट कराएको यो के रे? मासु अर्को के अरे डिएसएलआरले खिच्यो भने यो यति दामी आउँछ यो सिन, बब्बाल दामी आउँछ ल डिएसएलआरले खिच्यो भने चाहिँ। टक्क लाएर कमिलाको ताकत, यत्रो ठुलो पुतलीलाई कमिलाहरूको ग्याङले बोकेर हिँडिरहेछ बिचरा। कसले भन्छ भाइरल होइन भनेर? यो दुईटा पहाडको बिचबाट ओए काले उकालो भन्दै भयो भन्दैमा कालो मान्छे अगाडि अगाडि हिँड्नुपर्छ ल। त्यही भएर घुम्ने जाया कर दोष भन्छ नि, त्यही भएर घुम्न चाहिँ हिँड्नुपर्छ है साथी हो। बाटो अलिअलि गाह्रो होला, आफ्नो ठाउँमा छ, तर घुम्न जाँदाखेरि सबसे रमाइलो बाटो भनेको नै दुःख हो क्या। के कसो पासा? यस यस खास पास ल ठ्याक्कै के ए त्यस्तो हुँदै हुँदैन ल। त्यही भएर यस्तो दामी छ क्या साथी हो, घुम्न हिँड्ने गर, घुम्न जाऊ। यस्तै हो क्या जिन्दगानीमा। ल साथी हो फाइनल्ली झर्ना आइपुगेको छ। तलबाट हिँडेर आएको हामी, हाइकिङमा आएको। त्यो देखिरहेछ नि त्यही हो झर्ना ल। टक्क लाएर अन्तत हामी झर्नामा आइपुगेका छौँ साथी हो। तपाईहरु पनि आउनु चाहनु? ल साथीहरु अब चाहिँ झर्ना आइपुग्ने लागेको छ। अबको केही छिनमा झर्ना आइपुगिहाल्छ ल, हेर्दै गर्नु होला। झर्नाको नाम के हो? दोबान झर्ना। किन पौडी खेलेर कि? पौडी खेल्न
त्यहाँ निस्केर पनि फेरि साबुन लाएर फेरि छिरेको त्यो माथिबाट आएको पानीले ए त्यो साबुन लाएर आँखा पिरो भएको थियो होला फेरि गयो अनि होइन गयो भन्दा नि त्यो भित्र हुँदा त्यो पिरोले गरेर ऊ त्यहाँ अकमक्यो होला क्या हे त्यस्तो हुन्छ नि कुनाबाट पुग्यो अँ फेरि ठुलो पनि छैन फेरि अँ कस्तो चिसो हावा पनि आयो यार आमा त्यो झर्नाको हावा हो क्या है कस्तो चिसो हावा आयो त यहाँ अहिले त के पानी पर्दैन भताउ 3 दिन 4 दिन जति पानी पर्यो भने एक पल्ट त्यहाँबाट पार्ने नपार्ने हुन्छ ओ त्यो डाँडाको टुप्पोमा पुग्ने हो हामी चाहिँ लगभग तर यहाँ मुनि झरना छ आहा कस्तो शीतल हावा आज कस्तो शीतल हावा आज के आहा यो झरनाको स्याट आएको होला ओहो झरनाको स्याट कस्तो दामी ल ल हेर्नुहोस् झरना ओ त्यो हेर्दाखेरि सानो देखाएको छ तर झरना चाहिँ ठुलो छ है अहिले नजिकै गएर देखाउँछु म झरनाको पानीहरू तल छ ओ त्यो दामी छ झरना चाहिँ आइपुग्यो आउनु सक्नेहरू आउनु होला बाटो भने यस्तै हो यहाँ माथि पहिरो छ बाटो भने यस्तै हो है टक्क अफ रोड छ ल कस्तो शीतल छ निकै ठुलो छ राम्रो झरना छ एउटा मन्दिर छ पुल छ यस्तो दामी छ तर यहाँ चाहिँ मान्छेले अस्ति नै एकचोटि आउँदाखेरि चाहिँ एकदम स्टाइलले फोटोहरू खिचेको थियो टक्क लाएर ल ठुलो छ झरना ल यस्तो खतरा छ झरना माथिबाट आछ दामी झरना छ झरनालाई आउनु होला यस्तो बवाल दामी छ ल झन् कालो चस्मा लगाएपछि यस्तो खतरा दामी झरना छ बाटोमै पर्छ दामी छ हो झरना दामी छ
थाङकोटदेखि जम्मा 15 किलोमिटर पर्छ यो झरना भएको ठाउँ। राम्रो झरना छ एक रुपैयाँ गरे यार। जाँदा चाहिँ यहाँबाट जाँदा पनि हुन्छ, तर यहाँनिर सानो खोला तर्नुपर्छ। यो सानो खोला हेर्दाखेरि यस्तो भए पनि जुत्ता भिज्ने छ, त्यही भएर अनि म चाहिँ यतापट्टिबाट उति सानो पुल छ त्यहाँ पुलबाट जाने हो। यो बाटो पुलको बाटो जाने हो, यो पुलको बाटो हो, यहाँको बाटो दामी छ ल। अब पारी भयो झर्ना, म यता वारी आएँ। कस्तो दामी छ ल। टक्क लाएर झर्ना चाहिँ यो फर्केछ लामे साथी हो। झर्नालाई हामीले छोडेर आयौँ पछाडि, कता हो यतापट्टि, त्यहाँ सानो खोजभित्र हो झर्ना। अब चाहिँ हामी लाग्ने टक्क लाएर, बाटोहरू यस्तै हो, ढुङ्गा मुढा थुप्रेको, रमाइलो छ। अलिकति गाह्रो हुन्छ, साथीहरू दुईजना हिँडिसके, उनीहरू पर्खेन मलाई। यहाँ हेर्नु पानी कसरी चुहिन्छ, यहाँ सानो सानो पानीको तप्कनाहरू झर्ना जस्तै छ। कति दामी देखाएको यो, आमामा माथिबाट आएको कि यो, यहाँबाट पानी कस्तो आएको यस्तो छ। रमाइलो लाग्छ, जे होस् कस्तो दामी लाग्छ। यता माथि गाउँ जानुपर्ने, यहाँ बाटो बाइक हिँड्दैन, यो बाटो बिग्रिएको छ, त्यही भएर बाइकलाई तल राखेर हिँडेर आएको हामी। बाइकलाई तल राखेर बाटो हेर्नु न, यो बाटो यस्तो खराब छ, के आयो। अनि बाटो एकदम खराब छ, यो बाइक जाँदै जाँदैन, यसमा कसैले ल्याउनै सक्दैन। त्यही भएर दुईजना साथीहरू खुरुखुरु हिँडिहाले। मलाई चाहिँ कहिलेकाहीँ यस्तो रमाइलो ठाउँ देख्दाखेरि यसो फोटोसोटो चाहिँ खिच्नु मन लाग्छ, रमाइलो। त्यही भएर यहाँनिर बाघ पनि आउँछ अरे, चितुवा बाघ। एक्लै छु, बाटो यस्तै छ यो, अब लगभग बाटै नभएको जस्तै भइसक्यो यहाँ ल। रमाइलो छ, पुरा ठाडो उकालो छ, बाटो यस्तै हो। बाइक चढ्न चाहिँ सक्दैन, यहाँ हेर्दाखेरि क्यामेरामा खासै
यो त्यति उकालो जस्तो देख्दैन, तर यो एकदम उकालो छ, बाटो राम्रो छैन। यस्तोमा त बाइक हिँड्दैन। एक्सलहरू, भिआरहरू, त्यो के भन्ने अर्को त्यस्तो खालको अफरोड बाइक चाहिँ हिँड्न सक्छ होला, तर नर्मल यो पल्सरहरू, हर्नेटहरू, स्प्लेन्डरहरू त सक्दैन। यस्तो छ। हामी सर्टकट बाटो आएको भए चाहिँ यो बाटो आउँथ्यो रहेछ। वहाँ तल खाल्डोबाट हुँदै यता माथि हुँदै यहाँ आइपुग्थ्यो। बाटो यस्तो ठाडो उकालो हो यो, तलबाट आउँथ्यो। अनि यो ढुङ्गा यतै। अब चाहिँ हामी यो गाडी हिँड्ने बाटो हो खास गरेर, तर अहिले गाडी हिँड्दैन यहाँ, किनभने यहाँ गाडी हिँड्न सक्दैन। अफरोड भने अफरोड हो यस्तो। त्यहाँ एकजना दिदी आएछ। आवाज सुन्नुहोस्, यो आवाज सुन्नुहोस्। त्यो कुन चाहिँ किरा हो त्यो? के कराइरहेको? कुन हो? यो चाहिँ तितेपाती। मलाई यो तितेपातीको बास्ना चाहिँ मलाई मिठो लाग्छ। तितेपातीको बास्ना जस्तो मिठो लाग्छ। यतै घारी छ। सब तितेपाती हो यो, सब तितेपाती घारी हो। काठमाडौँमा चाहिँ बिक्री हुन्छ यो, यत्रो टाढाबाट कसले लैजाने? यसलाई चाहिँ के भन्छ? ऐजेरू के भन्छ? यो पाकेपछि कालो हुन्छ, बहुत मिठो हुन्छ हो यो ऐजेरू भन्छ। यो ऐजेरू अङ्गेरू भन्छ यसलाई। यो चाहिँ झुसिल किरा हो। अब यो चाहिँ झुसिल किरामा पनि अझ अङ्ग्रेजीमा चाहिँ यसलाई लार्भा भन्छ क्या अरे। अब चाहिँ लार्भाबाट यो प्युपा बन्छ यसरी। अनि प्युपा बनिसकेपछि 14-15 दिन कतिमा यो उयो बन्छ बटरफ्लाई। प्युपाबाट बटरफ्लाई बनेर यो निस्किन्छ। अनि यसले पनि अन्डा पार्छन्। अनि अन्डाबाट यस्तै लार्भा निस्किन्छ। लार्भाबाट फेरि प्युपा बन्छ यसरी नै। अनि त्यसपछि लार्भा प्युपा बन्छ। प्युपाबाट बटरफ्लाई बन्छ। द सर्कल अफ बटरफ्लाईलाई भन्छ मेटामोर्फिक। यही होला मेटामोर्फिक यसको सिस्टम। यो चाहिँ यसरी ट्याङ यसरी ह्याङ्गिङ हुन्छ। ल पातमा झुन्डेको छ, यो केही छैन। यो उदोमुन्टो परेर झुन्डेको छ, टाउको तलतिर परेर यो झुन्डेको छ। यसलाई भन्छ। अब यो प्युपा बन्न रेडी छ। अब यो कति दिनमा प्युपा बन्छ। यो आफै आएर झुन्डिन्छ यसरी। प्युपा बन्छ। अनि प्युपाबाट अनि बटरफ्लाई।
यस्तो दामी दामी फुल छ के यो यस्तो दामी दामी फुल छ झुसिल किराहरू पनि आएर यहाँ यसरी बस्छ आराम गर्छ यो फुलहरू यो पनि आयुर्वेदिकमा केही न केही दबाई त बन्छ यसको पनि उकालो छ क्या यस्तो ठाडो उकालो यस्तो बाटो पो हिँड्नुपर्छ अनि हुन्छ एक्सर्साइज यस्तो ठाडो उकालो हिँड्नुपर्छ अनि पो हुन्छ ए रातो माटो ए चिप्लो बाटो भने चाहिँ हो यो माटो चाहिँ एकदम चिप्लिने खालको माटो हो लास्टै चिप्लिने खालको माटो ए रातो माटो ए चिप्लो बाटो ए लड्दै पढ्दै ए आएको हामी भन्ने बाटो चाहिँ यही बाटो हो यो चाहिँ मान्छे पुल्ने ठाउँ रहेछ हिँड्नुपर्छ यहाँबाट अनि त्यसपछि तिनीहरू कहाँ पुग्यो जुगा आउँछ होला हौ यहाँतिर त जुगा चाहिँ लास्टै आउँछ जस्तो लाग्यो मैले प्र्याक्टिस गरेँ कि उकालो हिँड्नलाई स्कूल क्या खाबा कहाँ थाहा स्कूल दोकान नि कहाँ त घन्टा कि लाग्थ्यो ल बलाङमा जाऊँ त्यही त ला अब यो बट्टाहरू यहाँबाट आउँछ क्या अलिकति गाउँमा कस्तो गाह्रो है यहाँ हुँदो रहेछ तिमीहरूलाई हुँदैन कति कक्षामा पढ्ने 8 तिमी किन लगाएको ओह आइपुग्यो देखिस् कति चाँडो आइपुग्छ हामी पनि गफ गर्दै आएको ए म त झन् 1.5 घन्टा उभियो त्यहाँ अब जाने चाहिँ यतातिर मौसम एकदम ठिक छ घाम चरक्क लाग्नुपर्ने है त्यसपछि तिमीले थाहा हुन्छ नि त मलाई त मतलब छैन कुरा गर्छ थुप्रो रहेछ हौ पानी परिरहेछ के कस्तो पहाडतिर पानी यस्तो झ्याम झ्याम पानी परिरहेछ साथीहरू कहाँ पुगे यस्तो दौडिने होइन म चाहिँ एक्लै पछाडि परेको छु त्यहाँ झोलङ्गे पुल रहेछ जिन्दगी नतरेको ठाउँ हो यो बाटो यस्तो चिप्लो छ खोला बढेछ खोला बढेछ खोला बढेछ खोला बढेछ
ओह्रालो हिँड्दा हिँड्दा थाक्यो। के गर्ने है, यी बाटोमा त्यस्तै छ, रमाइलो छ। तर रमाइलो त हुनु परेको नि। यहाँ टेकेर हिँड्ने, यहाँ टेकेर हिँड्ने हो। यस्तोमा टेकेर हिँड्ने हो। यस्तै हो है गाउँको बाटो। रेलको बाटो पुग्दैछ अरे भन्छ। हाम्रो त के को रेलको बाटो भयो भने के हो, धारा बनेछ त बाटोमा। यो झोलङ्गे पुल तरेर जाने, यो झोलङ्गे पुल तलेर जाने हो हामी त। त्यो पारी सबले छोडेर हिँड्यो मलाई। यस्तो डर लाग्ने गरी हल्लिएको। माता भुङ्ग पर्ला जस्तो छ त। माछा मार्नु भयो क्या हो? ए कताबाट हो? उता उसमा निस्किने। हजुर यता जानुभयो हाम्रो साथीहरू? हजुर ऊ त्यो तल अर्को बाटो निस्किन्छ नि, उयो माथिबाट आएको ठुलो बाटो। यही हो। बाटो यस्तो थाक्छ क्या, ओह्रालो हिँड्दाखेरि पनि थाकित लाग्दो रहेछ क्या।